यो डल्लो खुर्सानीमा नुन मोलेर मात्रै राख्यो भने अब सिसा मजाले सुक्खा गरेर पोछेर नुन हल्का नुन राखिदिने यसमा नुन र अब मजाले नुन राखिसकेको छ यसमा यसमा नुन राखेर बनाइराखेको मजाले यस्तो गरी चलाएर पेटमा सबै पखालेर पेटमा सबै निकालेर सुकाएर सुक्खा गरेर यस्तो यतिको गरेर अब यो सिसामा राखेर आफूलाई जहिले चाहियो त्यसले निकालेर खान पनि सकिन्छ बिग्रिँदैन चिल्लो सिल्लो केही राख्नु हुँदैन नुन र खोर्सानी मात्रै यसमा नुन बग्नेर यसमा पानी जस्तो निक्लिसकेको छ त्यसो भएर चाहिँ मजाले सुक्खा गरेर सुकाएको नुन राखेर मोलिराखेको बिहान अहिले यस्तो भयो खोर्सानी स्टोर गर्ने तरिका चाहिँ यो हो साथीहरू भएपछि यो डल्लो खोर्सानी पाउँदैन अनि यस्तो सँगसँगै यो चाहिँ पानीमा मात्रै डुबाएर नुन पानीमा डुबाइराखेको यो चाहिँ फुल्ने रहेछ यो चाहिँ पेटमा सुत्दै राख्नुपर्छ यति नै अब यसलाई चाहिँ नि डल्लो खुर्सानीको स्टोर गर्ने तरिका प्लास्टिकको बट्टाभन्दा सिसामा राख्नु चाहिँ राम्रो हुने रहेछ यतिकै राख्यो भने धुसी पनि पर्दैन यसमा अनि माथिबाट हल्का नुन छर्केर राखिदिएपछि धुसी पनि पर्दैन केही हुँदैन यो त वर्ष दिन राखे पनि केही पनि हुँदैन यति गरेर राखेपछि डल्ले खोर्सानी स्टोर भयो हेर्नु साथीहरू यस्तो गरेर राखेपछि ल साथीहरू ल नुन र खोर्सानी यो चाहिँ नुन र पानीमा डुबाइरहेको यो चाहिँ यत्रो फुल्ने रहेछ यो चाहिँ सुक्खा नुन र खोर्सानी स्टोर गर्नु यसरी गर्नु है साथीहरू ल मन पर्यो लाइक कमेन्ट सब्सक्राइब गर्नुहोस्